साथीहरू हजुरहरू त सुतिसक्नु भयो होला। म त 11:30 भयो रातिको। बिहानको लागि दही राख्दैछु। मैले कसरी दही राख्छु भनेर हजुरहरूलाई देखाउँछु है त। दही राख्नको लागि मैले दुध तताएको छु साथीहरू। हेर्नुहोस्, अलिकति दही राखेको छु जमाउनको लागि। अब यसलाई चाहिँ मजाले अलिकति मिक्स गरेर, दहीलाई अलिकति मिक्स गरेर चारैतिर लाग्ने गरेर हेर्नुहोस् त दुध कति राम्रोसँग मैले मजाले तताएको छु साथीहरू। अब भाँडा भरि राख्छु साथीहरू। म त दुध यहाँ एक्स्ट्रा राखेको छु साथीहरू। यसमा चाहिँ नानी बाबुको लागि थोरै थोरै खाएर सुत्छन् भनेर। नानी बाबुहरू चाहिँ सुते छैनन्, 12-1 बजे मात्रै सुत्छन् साथीहरू। कस्तो जम्छ भनेर म हजुरहरूलाई भोलि बिहान देखाउँछु है त साथीहरू। हेर्नुहोस् त कति राम्रो छ। हजुरहरू पनि खाने गर्नु होला है, गर्मीको सिजन आउँदैछ। दुध महीहरू धेरै खाने गर्नु होला। दही, धेरै मसलादार खानेकुराहरू नखानु होला। आफ्नो शरीरको ख्याल राख्नु होला। मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद है हजुरहरूलाई।